हेलो साथीहरु, स्वागत छ यादव मोटरसाइकल वर्कसपमा। आज हाम्रो वर्कसपमा 150 पल्सस क्लच प्लेट जलेर एकजना दाइले ल्याउनु भएको छ। यो क्लच प्लेट हेर्न सक्नुहुन्छ नयाँ छ, तर एक दुई चोटी भयो यस्तो हाल्यो अनि क्लच प्लेट जलिने समस्या धेरै आएको छ यो 150 पल्सरमा। यसमा वास्तवमा के भएको छ भनेपछि म तपाईहरुलाई देखाउन गइरहेको छु। जुन यो हाम्रो हाउजिङ छ नि, हाउजिङ चाहिँ सबैतिरबाट ब्लक हुन्छ के, यसमा मोबिल चाहिँ जाँदैन के। जुन हाम्रो ओल्ड वाला पल्सर 220 हरु हुन्थ्यो नि, बजाजको बाइकहरु जति पनि आएको छ नि, त्यसमा यो पुरै क्लच हाउजिङ दिएको छ के, त्यसले गर्दा मोबिल पास हुँदैन अनि यो जलिने समस्या छ के। अनि त्यही भएर यस्तो पाल गराइदियो भने चाहिँ क्लच प्लेट जल्दैन, किनकि त्यहाँ मोबिल पास हुन्छ अनि मोबिल पास भयो भने क्लच प्लेट जलिदैन के। अनि त्यही भएर यदि तपाईहरुको बाइकको जलिरहेछ क्लच प्लेट भनेपछि यस्तै गराएर चलाउँदा नि हुन्छ के। जुन अहिलेको बाइकहरु अपडेट गरेर पठाएको छ कम्पनीले, त्यसमा पुरै ओपन छ, तर यो ओल्ड वालामा मात्र जलिने समस्या हुन्छ के। हाल्यो अनि केही दिनपछि चाहिँ खराब भइहाल्ने के। त्यही भएर यस्तो यदि भइरहेछ भनेपछि यो हाउजिङ जुन छ नि, हाउजिङमा पाल गराएर चलाउँदा हुन्छ, राम्रै काम गर्छ यस्तो।